कंग्रेचुलेसन टिम नेपाल 142 रनको टार्गेट पछ्याएको कुवेतलाई 83 रनमा नै रोक्न सफल भएकोमा टिम नेपाललाई धेरै धेरै धन्यवाद छ। आज कुवेतमा भएको वर्ल्ड कप क्वालिफायरमा चाहिँ नेपालले पहिलो गेम चाहिँ जितिसकेको छ। कुवेतलाई चाहिँ नेपालले 18.1 ओभर बलिङ गर्दै 83 रनमा नै रोक्न सफल भएको छ। यो रोक्दाखेरि चाहिँ कुवेतलाई यति कम रनमै रोक्नको लागि चाहिँ हाम्रो कुशल भुर्तेलले चाहिँ 66 रनको योगदान दिएका छन् भन्दाखेरि 1 विकेट चाहिँ उनले बलिङ मार्फत लिएका छन्। यसै गरी रोहित कुमार पौडेलले चाहिँ 2 विकेट लिएका छन्। देवेन्द्र सिंह ऐलीले कुनै पनि विकेट लिएका छैन। ललित राजवंशीले चाहिँ 2 विकेट लिन सफल भएका छन्। गुलसन झाले चाहिँ 6 बलमा नै 20 रन हानेर नेपाललाई चाहिँ एकदम सम्मानजनक योगफल दिनलाई चाहिँ एकदम ठुलो हात छ गुलसन झाको। त्यसैले गुलसन झालाई धेरै धेरै धन्यवाद। सन्दीप लामिछानेले पनि 2 विकेट लिएका छन्। सन्दीप लामिछानेले लगभग 3 विकेट लिने थिए, तर नन्दन यादवले एक बल चाहिँ ड्रप गरे भएर चाहिँ सन्दीप लामिछानेको नाममा 2 विकेट छ। त्यसै गरी सोमपाल कामी र नन्दन यादवले चाहिँ समान 1-1 विकेट लिएका छन् भनेदेखि ललित राजवंशीले 2 विकेट लिएका छन्। यसै गरी नेपालले T20 वर्ल्ड कप क्वालिफायरको पहिलो गेममा कुवेतलाई 58 रनले हराउँदै विशाल जित दर्ता गरेको छ। सम्पूर्ण टिम नेपालीलाई धेरै धेरै धन्यवाद।